मरानमा सो यो चाहिँ 2025 मा है विशेष भएको एउटा क्राइम थ्रिलर मुभी हो भने सो यस्तो मुभीहरू चाहिँ तपाईँहरूलाई हेर्न मनपर्छ भने चाहिँ तपाईँहरूले यो मुभीलाई चाहिँ ट्राई गर्न सक्नुहुन्छ है। जस्तो हेलो गाइस, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरू हेर्न तपाईँलाई मनपर्छ भने चाहिँ तपाईँहरूले चाहिँ मलाई फलो गरेर राख्नु भने नबिर्सनु होला, किनभने मुभी सम्बन्धी नै म भिडियोहरू चाहिँ तपाईँहरूको माझमा लिएर आउने गर्छु। भने त्यो मुभीको स्टोरीको कुरा गर्नुपर्दा चाहिँ है यो मुभीमा चाहिँ तपाईँको हाम्रो बासी जोसेफ चाहिँ एउटा है अलिकति त्यसको फेसन र अलिकति गेटअपले गर्दा चाहिँ धेरै मान्छेहरूले चाहिँ सिरियल किलर भनेर चाहिँ उसलाई चाहिँ धेरै मान्छेहरूले चाहिँ शङ्का र डाउट गरिराखेको हुन्छन् भने सो त्यसै बिचमा चाहिँ है त्यहाँ मर्डरहरू भइरहेको हुन्छ। सो सिरियल किलरले चाहिँ है अलिकति उमेर धेरै भएको मान्छेहरूलाई मार्ने र सो मारिसकेपछि चाहिँ अलिकति हुन्छ नि त त्यो अलिकति बबालै तरिकाले चाहिँ त्यसलाई चाहिँ है मर्डर गर्ने र त्यसको मुखमा चाहिँ केरा राखेर चाहिँ छोडिदिने गरेको हुन्छ। भने त्यसै बिचमा चाहिँ है धेरै मान्छेहरूले चाहिँ जोसेफ बासीलाई चाहिँ तपाईँको सिरियल किलर भनेर चाहिँ शङ्का गरिराखेको हुन्छन्। भने सो गर्ने बिचमा चाहिँ तपाईँको चाहिँ सिरियल किलर को हो भनेर जान्नको लागि चाहिँ तपाईँले यो मुभीलाई हेर्नुपर्ने हुन्छ। भने सो मुभी चाहिँ सस्पेन्स थ्रिलर मुभी भए पनि तपाईँलाई चाहिँ यो मुभीले चाहिँ त्यति सिरियस चाहिँ बनाउँदैन कि, किनभने यसको स्क्रिन प्ले चाहिँ एकदमै कमेडी तरिकाले र एकदमै रमाइलो तरिकाले गरेको छ। भने मुभीको लिड रोलमा चाहिँ तपाईँहरूले बासी जोसेफ अनि त्यसपछि प्रताप तोबिन थोमस जस्तो दामी दामी एक्टरलाई चाहिँ तपाईँले यो मुभीमा देख्नु सक्नुहुन्छ। भने सो आई होप हजुरहरू धेरैले चाहिँ मुभी हेरि पनि सक्नु भएको छ होला र सो हेरिसक्नु भएको छ भने तपाईँलाई कस्तो लाग्यो अनेस्टली तपाईँहरूले तल कमेन्ट गर्न भने नबिर्सनु होला। र हेर्नु भएको छैन भने हेरिहाल्नुहोस् र मुभी एकदमै राम्रो र एकदमै दामी छ। सो भिडियो राम्रो लागेमा चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर गरेर साथ अनि सपोर्ट गर्न पनि सक्नुहुन्छ। हस्त, धन्यवाद।